नजानेर नबुझेर केही चिजमा पनि सुरु गर्नु हुन्न साथीहरू। मैले आज बल्ल थाहा पाएँ, बुढापाकाले भन्ने गर्थे के, बसी बसी नेपाल देख्छु उठे कस्तो होला भन्दै गरे के। अब त्यो भन्नेको मतलब मलाई त्यतिखेर त थाहा भएन, अहिले बल्ल आएर थाहा हुन लागे। रुको जरा, किनकि नबुझेर काम गर्दा नबुझेर बोल्दा अलि त्यस्तै त्यस्तै हुँदो रहेछ के। त्यही भएर आज मलाई मिठाई खान मन लागेको थियो। यस्तो जाबु मिठाई त म पनि बनाइहाल्छु भनेर तातेको बनाउन, खै कुन खालको मिठाई बन्ने हो त्यो त मलाई पनि थाहा भएन। जे छ घरमा जो देखे अगाडि त्यो सबै राखिदिएको हो मैले साथीहरू। भाइ यहाँ पे क्या हो रहा भाइ? हजुरहरूले यस्तो मिठाई कहिले खानु भएको छ कि छैन कमेन्ट गर्नु होला त साथीहरू। मैले त यो पहिलो पटक बनाएको साथीहरू। के मिठाई बन्यो, कुन मिठाई बन्यो, नाम मैले थाहा छैन साथीहरू। यो मिठाईको नाम के राख्ने होला त्यो पनि थाहा छैन। एउटा पण्डित बोलाउनु पर्छ कि जस्तो लागेछ मलाई त यो मिठाईको नाम भन्नलाई पनि। अब हेर्नु साथीहरू, देख्नलाई यस्तो छ, अब यसको नाम पनि मलाई थाहा छैन है। हजुरहरूलाई थाहा छ भने भन्नु होला, नत्र भने मलाई थाहा छैन मिठाईको नाम। जस्तो देखिए पनि खानालाई चाहिँ एकदम दामी के। मेरो त मुखै रसायो, हजुरहरूको मुख रसायो कि नै खाने भए आइहाल्नु होला। मिठाई त मन पर्छ होला नि, हजुरलाई मन परोस् या नपरोस् कमेन्ट गर्न चाहिँ नछोड्नु होला। हस्।